टिभी मात्रै देखेको हो डाइनोमा मात्रै सुनेको तर नेपाली डाइनोमा आएको के भनिदिन्छु भनेपछि है यतिको ट्यालेन्ट अहिलेसम्म है हामीले देखेको अरू ट्यालेन्ट देखेको तर यतिको ट्यालेन्ट त्यो चाहिँ एउटा रियल जस्तो लाग्यो मलाई एकदम दामी ट्यालेन्ट यो चाहिँ लुकाएर होइन सबै मान्छेलाई देखाएर आज योभन्दा बेस्ट ठाउँमा लानुपर्छ क्या यसलाई एकदम राम्रो ठाउँमा चाहिँ पुग्नुपर्छ है आज यो चाहिँ यो अहिलेको भन्दा पनि अझै बेसी कोसिस गर्दा दामी होस् क्या चाहिँ मलाई चाहिँ रियल लाग्यो चाहिँ मेरोबाट चाहिँ भन्छु त्यो चाहिँ यो चाहिँ खासमा हुन्छ दामी एकदम राइट हो यो चाहिँ म देखाउँछु यहाँ है मेरो कोचिङमा छ होइन कस्तो देखेर यहाँ है म्याजिकको लागि चाहिँ म कार्ड युज गर्छु कार्ड प्लेइङ कार्ड भन्छ हो तास तपाईँहरूले सबै थाहा छ चिन्नुहुन्छ होइन तपाईँहरूले ओके म तास देखाउँछु तपाईँहरूलाई मेरो नयाँ हो यो मैले एउटा पनि देखाएको छैन यसले आज यो फर्स्ट स्टार्टिङ हो नयाँ छ है सबै हेर्नुहोस् है यो भर्खर मिलेको सबै सबै छ यसमा हो यसमा म जोकर झिक्छु जोकरको काम छैन बुझ्नुभयो यसमा 52 जम्मा यसलाई म फिटिदिन्छु ल जसमा कि मिक्स होस् नयाँ कार्ड हो सबै मिक्स हो ओके यसमा चाहिँ सरी तपाईँले मैले खालि फिट्दिनँ कि जसमा कि तपाईँहरूलाई चाहिँ मैले फिटेर चाहिँ मैले मिलाएको छ भनेर भन्नुहुन्छ होला कि कसैले फिट्नु पनि सक्छ अगर इच्छा छ भने फिट्नुहुन्छ ठिक छ चेक गर्दा पनि हुन्छ ठिक छैन यसलाई म फिट्छु या फिट्दिनँ तपाईँहरूले भनिदिनु सक्छ फिट्नु अब के होस् यतिकै नफिट्नु ओके यो चाहिँ राम्रो लाग्यो मलाई 5 जनाले हेल्प गरिदिनु चाहिन्छ फर्स्टमा बुझ्नुभयो 5 जना चाहिँ अलिकति अगाडि जसमा कि अरू चाहिँ ब्याकमा को आउँछ ओके मैले सबैलाई एक एकवटा टास्क दिन्छु बुझ्नुभयो यो चाहिँ तपाईँहरूले मजाले थाहा चाहिँ गरिदिनुहोस् हुन्छ होइन फर्स्ट कसलाई स्टार्ट गरौँ तपाईँलाई गर्छु ल हुन्छ होइन यसबाट तपाईँले म यसरी बिस्तारै जान्छु देख्नुहुँदैछ तपाईँलाई जब मन लाग्छ होइन तपाईँ स्टप भनिदिनुहोस् तपाईँको इच्छाले ल बुझ्नुभयो स्टप भनिदिनु पर्ने छ हजुर तपाईँले स्टप भन्नु यतिकैमा स्टप स्योर ओके तपाईँलाई फ्री चोइस हो म यो कार्ड सरी अर्को पनि चोइस गर्नु सक्छ म रेन्डम तपाईँलाई भन्दिनँ यही तासे राख्नु भनेर तपाईँले राख्नु चाहन्छ भने यही तासे राख्नुहोस् हात यस्तो गरिदिनुहोस् ठिक छैन अर्को हातले चाहिँ छोपिदिनुहोस् हजुर ठिक छैन बुझ्नुभयो सबैले ओके अब सेकेन्ड तपाईँलाई गर्छु ल सेम त त्यस्तै तपाईँले पनि स्टप भनिदिनुहोस् ल स्टप ओके यतिकैमा यो तास राख्नुहुन्छ या राख्नुहुँदैन कन्फर्म है ओके यो कार्ड तपाईँलाई राखिदिन्छु यस्तो गरिदिनुहोस् लिटमा ओके ठिक छ होइन बुझ्नुभयो ओके अब कसलाई स्टार्ट गरौँ तपाईँलाई गर्छु अरे ल ठिक छ ओके म फेरि जान्छु तपाईँको इच्छाले बुझ्नुभयो स्टप स्योर ओके यो कार्ड तपाईँले म फेरि सोध्छु जसमा कि पछि गएर केही नहोस् यो कार्ड राख्नुहुन्छ या राख्नु हुँदैन तपाईँको फिचर्स मजाले सोच्नुहोस् यो कार्ड तपाईँको छोपिदिनुहोस् माथिबाट ठिक छ होइन सुरेन्दा ओके सुरेन्दा तपाईँले यस्तो खोज्नुहोस् यही राख्नु ने स्योर कन्फर्म म जान्दिनँ है तपाईँकै इच्छा हो है ओके यसलाई राख्छु 1 2 3 छोपिदिनुहोस् बिस्तारै छोपिदिनुहोस् बुझ्नु भएन ठिक छ ओके अब तपाईँको लास्ट तपाईँले भनिदिनुहोस् ल जहाँ इच्छा लाग्छ स्टप स्योर जानु पनि सक्नुहुन्छ तपाईँको इच्छा हो यही नै यसलाई छोपेर राखिदिनुहोस् ओके म डन गर्छु त्यसपछि मेरोमा एउटा लिफा छ हो यसमा चाहिँ मेरो प्रिडिक्सन भन्ने एउटा भनिन्छ प्रिडिक्सन गर्छु म तपाईँहरूको कुनैको एकजनाको कार्ड चाहिँ म यसमा लेख्छु बुझ्नुभयो त्यो चाहिँ म देखाउँदिनँ त्यसपछि तपाईँले चाहिँ आफ्नो कार्ड चाहिँ थाहा गरिदिनुहोस् बुझ्नुभयो ठिक छ होइन म उता साइड फर्किन्छु ओके म एउटा कार्ड लेख्छु यो कार्ड चाहिँ म तपाईँलाई पछि देखाउँछु बुझ्नुभयो सबैले ओके म पछि फर्केँ ल 1 2 3 गो
भइसकेर मलाई भनिदिनुहोस् न तपाईँले हजुर भन्ने काम ओके मैले एउटा प्रिडिक्सन गरेको छु भनेको छु यो अहिले म तपाईँलाई लास्टमा देखाउँछु तपाईँहरूको कुनै एकजनाको कार्ड हो यो जसमा कि मैले अरूको कुनै कार्ड देखेको छुइनँ यसलाई म अहिले यता राख्छु हो फर्स्टली कसको गेस गर्नु म गेस गर्छु मेरो तरिकाले ओके तपाईँले देखाउनुहोस् त अब चाहिँ यस्तो गर्छु कि जस्ट त्यो कार्ड चाहिँ मलाई चाहिँ मैले नदेखेको छैन यसरी राखेर हातमा राखिदिनुहोस् बुझ्नुभयो होइन तपाईँको हातमा राखिदिनुहोस् यो खोलिदिनुहोस् ओके म चाहिँ यो चाहिँ फर्स्टमा चाहिँ मेरो तरिकाले सबै मेरो तरिकाले म खोज्ने ट्राई गर्छु यो चाहिँ फिल गरेर जस्ट फिल खाली गरेर म पत्ता लगाउँछु ल ओके रातो काठ रहेछ हो रातोमा पनि हाम्रो दुईवटा हुन्छ बुझ्नुभयो ओके इटाको रहेछ हो लास्ट नम्बर पनि म गेस गर्छु र सबै ओके इटाको चौका ओके 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 यो भइहाल्यो तपाईँको इटाको चौका नै हो गेस गर्छु ल अब चाहिँ नेक्स्टमा लैजाउँ कसको गेस गर्नुहोस् भन्नुहोस् त तपाईँहरूले भनिदिनुहोस् ओके जगदीश ताको गरिदिइहाल्छु ल म तपाईँले कार्ड होइन ननिकालिदिनुहोस् तपाईँले कार्ड भनिदिनुहोस् न एकपल्ट सबैलाई भनिदिनुहोस् भनिदिनुहोस् न मुखले भनिदिनुहोस् न भनिदिनुहोस् न कन्फर्म तपाईँले बिर्सिनु त भएको थिएन मैले तपाईँको गेस गरिसकेँ क्या मैले एउटा प्रिडिक्सन राखेको थिएँ भनेको थिएँ फर्स्टमा बुझ्नुभयो यो तपाईँहरूको छेउमा चाहिँ एकजनाको कसैको राखेको थिएँ भनेको थिएँ है हेर्नुहोस् त यो चाहिँ खासमा हुन्छ एकदम राइट हो यो चाहिँ म देखाउने हैन मेरो कोचिङ छ हैन कसो देखेन हैन ओके ओके अब नेक्स्ट त्यो पनि राख्दिनु हाम्रो अझै 3टा पो छ त हाम्रो त हैन कार्ड त 3टा छ ओके ट्राई गर्छु ल कसको ट्राई गर्नु अब सुरेन्द्रको ओके म ट्राई गर्छु ल अलिकति अघिको जस्तै लाग्नु भयो तपाईँले गरिदिनु के सेम गरिदिनुहोस् न बुझ्नुभयो ठिक छ न यसलाई खोलिदिनुहोस् जस्ट फिल गर्छु ल तपाईँले मनमा पनि सोचिदिनुहोस् ल मलाई सिग्नल पाएन कि एउटा रुम छ अरे तपाईँको जस्तै यस्तो रुम छ अरे बुझ्नुभयो रुममा चाहिँ तपाईँ एक्लै बस्नु भएको छ तपाईँको हाम्रो काठ के हुन्छ रातो र कालो हुन्छ बुझ्नुभयो तपाईँको एउटा रुममा बस्नुहुन्छ तपाईँको यो काठ जुन चाहिँ छ तपाईँले रातो कलरको त्यो रुम पारिदिनुपर्छ रातो छ भने कालो छ भने सबै कालो छ अरे बुझ्नुभयो ओके पारिदिनुहोस् त मनमा सोच्नुहोस् आँखा बन्द गरेर तपाईँलाई कम्फर्टेबल जुन चाहिँ लाग्छ त्यसरी सोच्नुभयो रेड रातो रहेछ तपाईँको रुम ओके ओके रातो नभए हाम्रो दुईवटा हुन्छ बुझ्नुभयो तपाईँले एउटा रातो तपाईँको एउटा टिभी छ अरे अगाडि त्यो टिभीमा चाहिँ तपाईँले त्यो म रिमोट दबाउँछु जब दबाउँछु तपाईँले त्यो सेप बुझ्नुभयो पाना र इटा दुईवटामै एउटा हुन्छ त्यो चाहिँ तपाईँले गेस गरिदिनु पर्ने हुन्छ ठिक छ होइन ओके सोच्नुभयो कन्फर्म ओके मैले डायमन्ड इटाको देखेँ क्या टिभीमा चाहिँ ओके नम्बर पनि के छ नम्बर चाहिँ अलिकति तपाईँले हेल्प गरिदिनु पर्ने कस्तो भन्नुहोस् त जस्तो नम्बर तपाईँको जति पनि हुन्छ 1 देखिको 5सम्म हुन्छ यदि 9 1 2 3 4 जति पनि होस् तपाईँको कार्ड बुझ्नुभयो तपाईँले चाहिँ मनमाडी अब बोलाउनु हुँदैछ घरदेखिको बाहिर कसैलाई अब त्यसलाई चाहिँ कार्डलाई चाहिँ बोलाइदिनुहोस् तपाईँले जसरी मनबाट बुझ्नुभयो जसरी अब तपाईँको 2 छ अरे 2 2 2 2 भन्नुहोस् तर मनमै भन्नुहोस् बाहिरको चाहिँ तपाईँको रुममा भित्र प्रवेश गर्न सकिन्छ जुन चाहिँ छ त्यो होइन यही काटे भन्नुहोस् किन भन्नुहोस् त यही काटे भन्नु पर्यो नि त एकपल्ट हेरिदिनुहोस् तपाईँले हेरिहाल्नु छोपिहाल्नु कन्फ्युज भयो कन्फ्युज चाहिँ नहोस् न ठिक छ न
तपाईँले बोलाउनुहोस् त मनमा 1 2 3 4 5 5 5 भन्नुहुँदैछ तपाईँले ओके ओके अब दुईटा छ अझै दुईटा छ कि अब चाहिँ नि तपाईँको थाहा गर्छु ल होइन त्यही राख्नु गोजीमा राख्नुहोस् तपाईँले हात चाहिँ झिक्दिनुहोस् कुन चाहिँ गोजीमा छ भनिदिनुहोस् त एकटा हुन्छ कि हेर्नुहोस् त म त्यहाँबाट म फिल गर्छु ल जस्ट ओके यो तपाईँको कालो रहेछ कालो पनि तपाईँको दुईटा हुन्छ नि त ओके भोटेको रहेछ तपाईँको कालो एन्ड देन लास्ट वान ओके ठुलो नै रहेछ तपाईँको कालो कि गेस गरेँ कि भोटेको बादशाह सबै काटा स्किन यो सबै काटायो अङ्कलको पनि छ अङ्कलको छ तपाईँले फ्री चोइस होइन यसरी बिचमा उठाइदिनुहोस् होइन त्यो काठलाई चाहिँ तपाईँले यहाँ राखिदिनुहोस् होइन बुझ्नुभयो एकछिन त कसैले उठाइदिनुहोस् हेर्नुहोस् हुन्छ हुन्छ हेरिहाल्नुहोस् यो काट्नु तपाईँले आधी काट उठाउनु ल आधी काट उठाउनु बिचबाट ठिक छ होइन ओके यसमा यो माथि राखिदिनुहोस् तपाईँले ठक्लक्कै यो दिनुहोस् मलाई यो तपाईँले फिटिदिनुहोस् मजाले फिटिदिनुहोस् ल जुवाडे हामीलाई भन्छ एक नम्बरको जुवाडे यता भन्नु यहाँ त ओके यसलाई यहाँ राखिदिनुहोस् यसलाई राखिदिनुहोस् अब यो पनि फिटिदिनुहोस् हजुर तपाईँको खाट त त्यो मुनि छ नि जुवाडे चाहिँ यसरी चिन्छ है त्यो तास्ता हेरेको छ जस्तो इच्छा छ तपाईँको ओके ओके तपाईँ राखिदिनुहोस् न त्यो ओके ओके तपाईँले भनिदिनुहोस् कि म कसरी प्रकारले चाहिँ तपाईँको काट झिक्नु कस्तो प्रकारले झिक्नु यता कसैको मैले झिकेको थिएँ कस्तो प्रकारले चाहिँ झिक्नु या मनमै सोचेर भन्नु म मनकै पढ्नु कि या सो नै गर्नु झिकेर सो गर्नु ओके तपाईँले चाहिँ नि ओके दुईटा हात यस्तो गरिदिनुहोस् होइन तपाईँले मनमारी तपाईँको काठ जब आउँछ नि मलाई स्टप भनिदिनुहोस् तर जस्तै हाम्रो बत्ती हुन्छ नि बत्ती निभाउँदाखेरि चाहिँ हामीलाई सिधै बत्ती लाइटमा खालि थाहा हुन्छ नि बिचको लाइन त थाहा हुँदैन नि त होइन मलाई पनि त्यसरी सिग्नल दिनुहोस् तपाईँले म यसरी एक एकवटा काठ पल्टाउँछु जब तपाईँको काठ आउँछ स्टप भन्नुहोस् मुखले चाहिँ नभन्नुहोस् मनमा खालि भन्नुहोस् हुन्छ होइन तपाईँको काठ त चिन्नु भयो रे ओके स्टार्ट गर्छु ल ओके ओके केही छैन तपाईँको काठ चाहिँ यही रहेछ तपाईँले एउटा काटिदिएर हुन्छ हाम्रो आपाले चाहिँ ट्याङ्की भन्यो नि त कुनै एउटा तान्नुहोस् त्यो काटेर्नुहोस् तपाईँले आधी काट उठाइदिनुहोस् होइन तपाईँले माथि उचाइदिनु भएछ काठको तपाईँले त्यहाँ दिनुहोस् फिटिदिनुहोस् भिडियो काट्नु माथि आउने होइन बुझ्नुभयो तपाईँलाई त भन्नु पर्दैन जब तपाईँको काट आउँछ त्यतिखेर चाहिँ मलाई सिग्नल दिनुहोस् कि म चाहिँ त्यसमा चाहिँ स्टप गरेर म तपाईँको यही काट हो भनेर भन्छु बुझ्नुभयो ठिक छ अनुहारले सिग्नल
जिलायो भने बुझ्यो नाच्ने यहाँ हाल्नुभन्दा अगाडि ल अयो हजुरको छ यति देखाइदिन्छ अनि यहाँ पस्यो भने पनि केही छैन तर स्टप चाहिँ भनिदिनुपर्छ बुझ्नुभयो म आफू मनमा भन्छु हजुर मनमा खालि भनिदिनुहोस् सिग्नल दिनु पर्यो सिग्नल चाहिँ पाउनु पर्यो नि त मैले होइन होइन तपाईँले केही नभनिदिनुहोस् म गेस गर्छु मलाई त भन्नुभएको छैन नि है हामी मिलेको पनि छैन है योभन्दा अगाडि चाहिँ ठिक छैन अहिलेसम्म आएको छैन मैले सिक्न चाहिँ पाएको छैन तपाईँको त गायब भयो क्या भाइ स्टप भन्नु न अहिले सकिसकेको छैन थाहा छैन बाँच्न भन्नु न तपाईँले कुनैलाई भन्नु भएन हो तपाईँका आम्बो गर्नु कि नगर्नु म चाहिँ के भनिदिन्छु भनेपछि है यतिको ट्यालेन्ट अहिलेसम्म है हामीले देखेको अरू ट्यालेन्ट देखेको तर यतिको ट्यालेन्ट यो चाहिँ एउटा रियल जस्तो लाग्यो मलाई चाहिँ एकदम दामी ट्यालेन्ट यो चाहिँ लुकाएर होइन सबै मान्छेलाई देखाएर आज योभन्दा बेस्ट ठाउँमा लानुपर्छ क्या यसलाई एकदम राम्रो ठाउँमा चाहिँ पुग्नुपर्छ है आज यो चाहिँ यो अहिलेको भन्दा नि अझै बेसी कोसिस गर्दा दामी होस् क्या यो चाहिँ मलाई चाहिँ रियल लाग्यो चाहिँ मेरोबाट चाहिँ भन्नु चाहिँ त्यही चाहिँ मलाई एउटा लाग्छ कि एकछिन भनिदिनुहोस् न टिभी सिक्नु मात्रै देखेको हो डाइनोमा मात्रै सुनेको तर नेपाली डाइनोमा आएको रहेछ